शिवसागर अभी पहुंच चुका है। देखिए यहाँ में इतना फ्लड हुआ है, ये जहाँ में हम चल रहा हूँ तो ये रास्ता है। देखिए इतना फ्लड हुआ, इतना सारा पानी, मेरा पूरा आधा पैर हो रहा है। देखिए पूरा ये जहाँ में हम चल रहे हैं ना, ये रोड है, रोड भी पूरा फुल हुआ है। और इस तरफ देखिए आप लोग, इस तरफ हम दिखा रहे हैं। बिजोग रहेछ यहाँनिर जो हाम्रो खटकटीबाट सामान यहाँनिर वितरण गर्न दबाईहरू जस्तो रासन पानीहरू लिएर आएका थियौँ, तर भाडा बटुकाहरू चावल दाल दालहरू म तपाईँले भन्नुहुन्छ मैले फलो गरेर चावल दालहरू सबै लिएर हाम्रो यहाँनिर वितरण गर्दैछौँ। यसरी पानीको बिजोगमा हाम्रो यहाँनिर तार तेर्दैछौँ, यहाँ तर्दै जाँदैछौँ। पुरा बिजोग रहेछ, बहुत अवस्था खराब। हाम्रो नेपालीहरूको परालहरूदेखि लगेर गाई बस्तु सब घर सबै डुबाउ भइसकेको रहेछ। यहाँनिर पुरा बिजोग, आइमे केटाकेटीहरू, नानी साना साना बालकहरू पनि पुरा बिजोग भएर बसिरहेका रहेछन्। तर हाम्रो यहाँ हेर्दै जाँदैछौँ, हाम्रो फेरि सामानहरू उहाँहरूलाई घुरेर आएर दिनेछौँ। फेरि अगाडि एकदमै हेर्नु, हाम्रो यहाँ पानी तर जाँदैछौँ, बहुत बिजोग, यहाँ हाम्रो पनि तर्न सकेको छैनौँ। यहाँ फेरि बहुत डेन्जर रहेछ कि पानी अहिले एकैछिनमा बढेर आउने खालको अवस्था रहेछ। कुन चाहिँ जग्गा हो यो खुट्टी बस्ती हाम्रो, कुन चाहिँ जग्गा हो? नेपाली बस्ती खुट्टी बस्ती, नेपाली बस्ती खुट्टी, शिवसागर, आसाम। त्यस्तो बिजोग रहेछ यहाँनिर, सबै गाछहरू। तपाईँहरू यता हेर्न सक्नुहुन्छ, उता दूरसम्म हेर्न सक्नुहुन्छ, पुरा घाँसहरू गिरेर त सबै नदीले मतलब माथि पाहाडबाट बगाएर लिएर आएको होला घाँसहरू। त्यहाँ जान सकिँदैन, अहिले चाहिँ अझै कोही गएको छैन। यो हाम्रो यो रास्ता हो, यो गाडी हिँड्ने रास्ता हो। खत्तम भएको छ, डुबेर पुरा बिचरा पानी बोकेर तर्नु हुँदैछ, पानी बोकेर जानु हुँदैछ, बहुत कष्टले बिदाले बहुत कष्ट काम गर्नुहुन्छ, बहुत कष्ट काम गर्नुहुन्छ। हाम्रो टिमले बहुत राम्रो काम गर्दैछन्, तर के गर्नु, पानी आउन थालिहाल्यो फेरि।